हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल प्रतिका डायरिज यो भिडियोमा चाहिँ मैले वाट्स इन माई ब्याग गर्नेवाला छु अनि यो ब्याग चाहिँ मेरो क्लिनिकल ब्याग हो जुन मेरो अहिले क्लिनिकल रोटेसन भइरहेछ त्यतिखेर मेरो डे टु डे लाइफमा लैजाने मेरो ब्याग हो सो लेट्स गो के हुन्छ सो फर्स्ट भनेको चाहिँ दिस इज द ब्याग जुन चाहिँ मेरो ब्याग पनि होइन यो मेरो भाइको ब्याग हो बाबुले बाहिर जानुभन्दा अगाडि चाहिँ ब्याग छोडेर गएको थियो अनि मैले यो ब्याग युज गर्छु मेन दुईवटा रिजन छ फर्स्ट रिजन भनेको चाहिँ क्लिनिकल रोटेसन ड्युटी भइरहेको बेलामा चाहिँ के हुन्छ भने सामान धेरै हुन्छ त्यसमाथि अहिले लेबर रुममा ड्युटी छ अनि नाइट सिफ्ट पनि हुन्छ त्यो सामान धेरै हुन्छ अनि यो ब्याग इज द पर्फेक्ट साइज त्यही भएर चाहिँ मैले यो ब्याग युज गर्छु अनि अर्को नेक्स्ट रिजन भनेको चाहिँ यो ब्याग ब्राउन कलरको छ नि त लेदरमा त्यही भएर फोहोर भएको पनि देखिँदैन अनि आनन्द हुन्छ धोइराख्नु पर्दैन देखेरै तर म जज चाहिँ नगर्नु होला अनि यो ब्याग मैले नखोलेको साँच्चै नै 1 मन्थ हुन लाग्यो होला त्यही भएर यहाँभित्र सामान के छ फोहोर पनि होला यहाँभित्र कालो जज नगर्नु यहाँभित्र के छ अब बल्ल हेरौँ पहिला भनेको त्यो चिप्स छ यो चाहिँ किन छ भन्दाखेरि चाहिँ मैले मुभी हेर्दै यो खाँदै मुभी हेर्छु भनेको थिएँ तर मैले खै मुभी त हेरेँ तर किन खाएँ यो यहीँनिर ब्यागमै रहेछ तर अब आज नाइट ड्युटी छ नि त त्यही भएर चाहिँ यो आज चाहिँ खान्छु सो पहिला सुरुमा चाहिँ स्न्याक्स अब नेक्स्ट भनेको चाहिँ छ यो रजिस्टर यो रजिस्टर चाहिँ किन छ भन्दाखेरि हाम्रो चाहिँ लग बुक मेन्टेन गर्नुपर्छ यो यसभित्र स्केल पनि रहेछ अनि यसमा चाहिँ अब आफूले गरेको पर्फर्मेन्स इभ्यालुएसनहरू के हुन्छ नि आफूले देखाउनु पर्ने इभ्यालुएसन त्यसमा चाहिँ अब यो चाहिँ रेकर्ड गर्दै जानुपर्छ नि यसको पनि मार्क्स हुन्छ अनि यसरी चाहिँ अब नटेन्सन नहेर न यसरी चाहिँ मेन्टेन गर्नुपर्छ सो यो लग बुक चाहिँ यही छ अब त्यहाँ यदि केसेसहरू आएन भने चाहिँ खाली टाइममा केही नगर्नु भन्दा यो चाहिँ मेन्टेन गर्नको लागि चाहिँ मैले लिएर गएको छु अब नेक्स्ट भनेको चाहिँ छ यो मेरो क्लियर ब्याग यसमा चाहिँ के छ भन्दाखेरि यो हाम्रो जुन इभ्यालुएसनहरू देखाउनु पर्ने हुन्छ त्यो इभ्यालुएसन टुल छ अब यही क्राइटेरिया हुन्छ यो क्राइटेरिया हेरेर चाहिँ हाम्रो मार्क्स चाहिँ दिनुहुन्छ सो यो भयो अनि यसभित्र अब काउन्सिलको बुक पनि छ यो काउन्सिलको बुक यसमा चाहिँ हामीले गरेको जुन प्रोसिजर हुन्छ जो चाहिँ रेकर्ड गरेर जानुपर्छ एभ्री इयरमा रेकर्ड फाइलहरू चाहिँ छ किन भन्दाखेरि अब इभ्यालुएसन देखाउनु परिहाल्यो भने चाहिँ अब रेकर्ड फाइलमा राखेर दिनु पऱ्यो सो यो मेरो क्लियर ब्याग छ जुन चाहिँ एभ्रिडे लिएर जानुपर्छ किन भन्दाखेरि अब जतिखेर पनि जे पनि देखाउनु पर्ने हुनसक्छ सो पहिले प्रिपेयर्ड भएर चाहिँ जानु पऱ्यो अनि यो कति राम्रो छ यो क्लियर ब्याग यो चाहिँ मैले मिनिसोबाट लिएको कस्तो राम्रो छ नेक्स्ट भनेको चाहिँ यो पनि खानेकुरा नै रहेछ जुन चाहिँ ब्यागभित्रको ब्यागमा पनि रहेछ जुनमा चाहिँ यो चक्लेट रहेछ यो क्यारामेलवाला जुन अलिकति खाएर राख्दा यसैभित्र राख्नु पऱ्यो यो चक्लेट र यो यस्तै नचाहिने कुरा मात्र हुन्छ क्या मेरो ब्यागमा अनि अर्को भनेको मेरो पर्स यो मेरो पर्स पनि होइन यो दिदीको पर्स हो अनि मलाई दिदीले दिनुभएको अब यो पर्स अब यसभित्र चाहिँ के देखाउनु अब यसमा नर्मल पैसा फोटोसोटो यस्तै यो मेरो पर्स छ नेक्स्ट थिङ भनेको चाहिँ माई पर्स त्यसपछि आउँछ मेरो पेन्सिल ब्याग पर्स अब के भन्नुहुन्छ अब यसभित्र पनि यति धेरै सामान छ नि यो भित्र आमा देखाउँछु म एउटा एउटा गरेर मार्कर पेन्सिल सानो स्केल गज यो गज पेन किन छ मेरो ब्यागमा हेयर नेट पेन म सबै हेयर निकालेर छु कता निकालेछ अनि ब्लू पेन यो पनि ब्लू पेन टिपेक्स नेक्स्ट मार्कर अनि यहाँ खुजुरा पैसाहरू छ पैसा अनि यो मिजो प्रोस्टरको लिफलेट अर्को पनि मार्कर कति धेरै मार्कर हो अर्को पेन्सिल अर्को लेजरको लिफलेट यो केयर क्लिपहरू शार्पनर इरेजर यो इरेजर मेरो साथीको मैले दिनु पर्ने अघि जस्तै गरेर सोध्दै दिनुपर्छ रजनी सरी दिन्छु मैले आज पेन ड्राइभ मेरो त्यहाँको कबोर्डको लकरको चाबी यो सबै यहाँभित्र छ अब थन्काउनु पऱ्यो नि यो सबै सामान फेरि पछि राख्नु पऱ्यो मलाई थाहा छ अहिले कति बज्यो अहिले 1 बज्यो मलाई 5 बजे जानु पनि छ म यहाँ भिडियो बनाएर बसिरहेको छु नि मलाई जानु छ 5:30 बजे म यहाँबाट निस्किनुपर्छ किन 7 बजेबाट शिफ्ट स्टार्ट हुने 7 बजेबाट यहाँ जानु छ अनि मैले आज इभ्यालुएसन देखाउँछु भनेको त्यसको लागि पढ्नु पनि छ अनि मैले अहिले यहाँ के गरेर बसिरहेको छु ननसेन्स कुरा गरेर बसिरहेको छु अब अर्को कुरा भनेको चाहिँ मेरो यो क्युट 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 डायरी छ जुनको हालत यहाँ पछाडि के लेखेर चाहिँ यो पनि मैले मिनिसोबाट नै लिएको हो कस्तो राम्रो छ क्युट छ यो ठिक्क स्क्रबमा चाहिँ अटाउँछ क्या त्यो पकेटमा यो डायरी भयो
अनि नेक्स्ट कुरा भनेको पनि अर्को पनि डायरी जुन चाहिँ यो मिडवाइफ र गाइनेकोलोजीको यो चाहिँ किन छ भन्दाखेरि यसमा चाहिँ इन्फर्मेसनहरू छ के अनि जुन मिडवाइफ 1 2 3 मा जे चाहिन्छ नि त्यसलाई बेसिक कुराहरू चाहिँ यसमा छ सो लेख्न त मैले यसभित्र केही पनि लेखेको छैन यो लेख्नै मन लाग्दैन यस्तो राम्रो छ लेखेको छैन तर यो भएको भएर मात्र किनेको मैले यसलाई नभए लेख्न त मैले यसैमा लेख्छु किनभने यो अलिकति भारी छ अनि पकेटमा पनि अटाउँदैन देखिन्छ यो चाहिँ ठिक्क छ के त्यहाँ अनि त्यही भएर यो चाहिँ लिएर जान्छु हेर्नु खाली बसेको बेलामा हेर्छु नै भने चाहिँ यसैमा लेख्नु चाहिँ मैले यो सानोमा लेख्छु फेरि अर्को यहाँ प्लास्टिक निस्केछ जुनभित्र स्योर चक्लेट छ चक्लेटको खोल अनि यो चक्लेट चाहिँ दिदीले दिनुभएको मलाई यस्तै चक्लेट यो किसेस भन्ने हो कि के भन्ने चक्लेट हो यो के यस्तो सामान छ के देखाउनु बिल्ला चम्मच यो खाना लिएर जाँदाखेरि हराएको थियो कि चम्मच अनि पछि मेरो साथीले भेटेर अनि यहीँ भित्र राख्दै क्या त्यसो म निकालेर राख्न पनि भ्याएको छैन कि त्यति बिजी भएँ म काम त केही पनि छैन बिजी चम्मच पनि पढाइको सामान भन्दा यस्तो नचाहिने सामानहरू निस्केको छ चम्मच यहाँ के छ थाहा छ यो त देखायो भने पनि बेइज्जत हुन्छ होला साँच्ची हो सक्स छ यहाँ सक्स त्यही पनि दुई जोड सक्स छ यो किन छ भन्दाखेरि बिहान मर्निङ ड्युटी भयो भने त जान आउन जाडो हुन्छ त्यही भएर लिएर जान्छु मैले यो सक्स अनि त्यहाँ सक्स लाएर भित्र जाँदाखेरि अब त्यहाँ अब लेबर रुम त हो त्यहाँभित्र अब एम्नियोटिक फ्लुइडहरू के लाग्यो भने फोहोरो हुन्छ अनि चेन्ज गरेर अब त्यही लाएर आउन अलिक अप्ठ्यारो हुन्छ भनेर यो स्टकमा राखेको तर दुईवटा रहेछ यो युज गरेको चाहिँ होइन यो जस्ट त्यो चाहिँ किन नचाहिने यो हिस्ट्री यो पार्टोग्राफ रहेछ भनेको अब त्यहीँको डकुमेन्ट हो यो हिस्ट्री लिने एउटा मैले स्याम्पल बनाएको थिएँ त्यही स्याम्पल यो हुनुपर्ने चाहिँ क्लियर ब्यागमा तर बाहिरै रहेछ अगाडिकोमा भएको चेनमा चाहिँ यति नै छ अब त्यसपछिको तलको चेनमा त झन् के छ यो माथिको चेन भयो अब यो वाला चेनमा त झन् फोहोरो होला भगवान् यहाँ हेरौँ है रेड पेन अनि यहीँबाट निकालेर छु ल यो पैसा रहेछ यहाँ पैसा मेरो आइडी कार्ड अनि यो ह्यान्ड क्रिम मस्ट किनभने चाहिँ त्यहाँ ह्यान्ड वास गर्दा यो हात पुरै फुटेर कस्तो हुन्छ त्यही भएर ह्यान्ड क्रिम चाहिहाल्यो पैसा टिस्यु पेपर थर्मोमिटर आफ्नो लिएर जानु पर्यो लिप बाम यो पनि सेन्टर फ्रेसको मिन्टवाला चक्लेट नेक्स्ट लिप बाम यो सानो क्युट डायरी हो मनिताले बनाइदिएको हो जसमा मिनी प्रतिज्ञा भनेर लेखेको छ यो छ अनि अर्को भनेको लिप ग्लस अर्को रेड पेन अर्को लिप ग्लस 5 रुपियाँ हजमोला पाचक अर्को क्रिम मोइस्चराइजिङ नरिसिङ क्रिम अनि अर्को भनेको मेजरिङ टेप भनेको चाहिँ एकैचोटि निकाल्छु यो चक्लेटको खोल छ यो मेरो इन्सुरेन्सको कार्ड हजमोला यहाँ कति पैसा खुल्ला पैसा रहेछ के पेन्टी लाइनर सक्यो सोइन सो यति नै थियो मेरो वाट्सएपमा ब्याग यति धेरै फोहोर सामान निस्किन्छ भन्छ हुनुपर्ने चाहिँ बिपी सेट पनि हो तर मैले बिपी सेट चाहिँ निकालेर राखेको थिएँ नै भने बिपी सेट पनि मेरो ब्यागमा चाहिँ हुन्थ्यो अरू त यही नै हो अनि अब वाटर बोतल चाहिँ ब्यागभित्र बाहिर राखेको हुन्छ सो त्यति हो आई होप हजुरहरूलाई राम्रो लाग्यो होला अब म रेडी हुन छ मलाई जानु पनि छ मलाई अलिकति पढ्नु पनि छ सो सी इन माई नेक्स्ट भिडियो बाई